को अवस्था अझै रहस्यमय। इजरायल र हमासबीच भएको युद्धविराम सहमति पछिल्लो चरणमा नयाँ मोडमा पुगेको छ। सहमति अनुसार हमासले आफ्नो नियन्त्रणमा रहेका केही युद्धबन्दीहरूलाई मुक्त गर्ने जनाएको छ। ताजा सूचीमा 20 जना व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छ, तर दुर्भाग्यवश ती मध्ये नेपालका विपिन जोशीको नाम भने समावेश गरिएको छैन। स्रोतहरूका अनुसार सोमबारभित्र छोडिने भनिएका ती सबै 20 जना युद्धबन्दीहरू इजरायली नागरिक नै हुन्। अमेरिकाको मध्यस्थानमा गत बिहिबार इजरायल र हमासबीच 2 वर्षदेखि जारी युद्ध अन्त्य गर्ने सहमति भएको थियो। सहमतिको पहिलो चरणमा हमासले आफ्नो कब्जामा रहेका जीवित र मृत गरी 50 जनालाई इजरायललाई फिर्ता गर्ने उल्लेख गरेको छ। तर इजरायलको किब्बुत्ज सहरमा हमासको नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे अझै पनि कुनै प्रष्ट जानकारी भने सार्वजनिक भएको छ।